सबैजना है अब जोसिने ल साथीहरू जोसिने है त हामी सुन्जाली अथवा हामी यो ठाउँको बासिन्दाले नरेश भण्डारीले हामी यतिको स्वागत गर्यौं भनेर देखाउनु पर्छ है त यहाँसम्म जति पनि साथीहरू आमा बुवा दिदीबहिनी दाजुभाइ सबैजना पाल्दिनु भयो यसको लागि धेरै धेरै धन्यवाद र मलाई केही कुरा अथवा मेरो केही कला प्रस्तुत गर्नको लागि मलाई बोल्न दिनुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद गर्दै यस बीचमा हामीले बनाएका थियौं नरेश भण्डारी जिन्दाबाद खस र्याप अब हामी त्यहीबाट सुरु गर्नेछौँ प्लिज एकचोटि म्युजिक बजाइदिनु होला हामी यहाँ उपस्थित सबैजनाले आफ्नो प्रस्तुति देखाउनु होला लाजमा मात्रै सुन्नलाई आफ्नो हिरा बचाउँछ उसको छाप उचाइ जुम्लेको तारा मसाला दुनियाँले बढ्न थाल्छ भाव उत्पादन र बजार पनि बढ्न थाल्छ भाव पर्यटकको भाग पर्छ नरेशजीको हात पर्दा दुनियाँलाई मासिको सञ्चालन थाल्छ भाव घरवाला कला दिए कति गर्छ भाव फेरिवालो बिजनेसको कदम चाल्छ भाव प्रकृतिको रानी हामी संस्कृतिको खानी विकास भए हिरा फलेर ताल्छ भाव नाङमादेखि सरर जाने बाटो हाम्रो विकास गए हामी कनै घाटो ठुला कलेज यतै भए लाटो पर्ने बाटो नरेश कमा जिताया अलि उच्च फाटो नरेश भन्छ तारामा बस्छ भन्छ अनुभवी व्यक्ति भन्छ पाएपछि गर्छ नरेश दाइको काममा बस्छ जुम्ला बच्चे भन्छ आफ्नो हिरा बच्चा छ नजाने जुम्लाले 5 वर्ष लाज बचाउँछ हिराको सबैको नचिना चिन्न सके कोइलाबाट हिरा बन्छ लाटा कहिले बन्छ उदो फाल्ने किन यसो होइन त्यसो होइन त उन्दछ किन सुबाको पैसा जस्तो सम्झिदिन किन सबै कुरा फल्ने मोटो पढाली हो भाउ हेर्ने भए देखाइदिउँला हाम्रो ठाउँ र हिँड घुटिएर किन सिली मेरो समाज यो भइला यस्तो दिन मेरो घरमा पिने बजारमा बिबी बलाभरि सुनको माला सुनै सुनको सिबी खोज गर्दै तिम्रो जीवन यही ठाउँमा बित्छ हुनुपर्ने पुग्छ पहिला दिन चाहियो दिदी नरेश दाजु के भन्छ पढालीको सानो जुम्लाले जन्म पहिला फलाम चाहिँ खानो यो सबैजना जनाउ नरेश दाइलाई जिताउनलाई तारामा बोलाउनु आफ्नो हिरा बचाउँछ नजाने पै जुम्लाले 5 वर्ष बचाउँछ लाजमा न्यापै जुम्लाले आफ्नो हिरा बचाउँछ नजाने पै जुम्लाले 5 वर्ष बचाउँछ हस् धन्यवाद म्युजिक पनि रोकिदिनु होला लास्टै गाह्रो भयो एकदमै धन्यवाद सबैजनाको जोस जागरले गर्दा मलाई पनि एकदमै उत्साहका साथ गाउन